दर्शकबिन हाम्रो मानसपटलमा ताजै छ। गत साउनमा बङ्गलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाड्न बाध्य भइन्। आरक्षण कोटाको विषयमा भएको सरकार विरोधी प्रदर्शन हिंसात्मक बन्दै जाँदा उनी सत्ता गुमाउने अवस्थामा मात्र पुगिनन्, देशमै बस्न नसक्ने परिस्थिति निर्माण भएसँगै भारत भागिन्। स्थितिलाई समयमै सम्बोधन गर्न नसक्दा प्रदर्शनकारीहरूले हसिनाको राजीनामालाई मुख्य एजेन्डा बनाए। स्थिति अत्यन्तै नाजुक बनेपछि भारत भागेकी उनी विरुद्ध अहिले देशमा कयौं मुद्दा चलिरहेको छ। भारतमै निर्वासित अवस्थामा रहेकी उनलाई बङ्गलादेशको अन्तरिम सरकारले सुपुर्दगी माग गर्दै आएको छ। 2079 असारमा श्रीलङ्काका तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्से विदेश भाग्नु परेको थियो। दशकौंसम्म शासन गर्ने पारिवारिक वंशका एक सदस्य उनी जनताको बलमा भएको आन्दोलनपछि विदेश भाग्नु परेको थियो। श्रीलङ्काको आर्थिक सङ्कटलाई लिएर व्यापक प्रदर्शन हुँदै गर्दा उनको निवासमा भिडले आक्रमण गरेपछि राष्ट्रपति देशमै बस्न नसक्ने परिस्थितिको निर्माण भएको थियो। अवस्था शान्त बनेपछि उनी स्वदेश त फर्किए, तर त्यसअघि नै उनको सत्ताको सर्वस्व गुमिसकेको थियो। सिरियाली विद्रोहीहरूले राजधानी कब्जा गरेपछि राष्ट्रपति बशर अल असद पनि गत मङ्सिरमा देश छाडेर भाग्न बाध्य भए, जबकि उनी सन् 2000 देखि सरकारको नेतृत्वमा थिए। उनी हाल रुसमा निर्वाचित रहेको बताइन्छ। त्यस्तैगरी तालिबानले काबुल कब्जा गर्न लागेपछि अफगानिस्तानका तत्कालीन राष्ट्रपति अशरफ घानी सन् 2021 मा देश छाडेर संयुक्त अरब इमिरेट भागेका थिए। यस्तै सन् 2008 मा पाकिस्तानका तत्कालीन राष्ट्रपति पनि देश छोडेर भागेका थिए। यसबाहेक कयौं शासकहरू सत्ता पलटपछि देशभित्रै पक्राउ परेका घटना पनि विश्व इतिहासमा छन्। तर नेपालको हकमा 240 वर्ष लामो इतिहास बोकेको राजतन्त्र ढल्दा न त तत्कालीन राजा ज्ञानेन्द्र शाह जेल बस्नु पर्यो, न त देश नै छाड्नु पर्ने अवस्था आयो। एउटा नागरिकको हैसियतमा उनलाई सम्मानजनक ढङ्गले देशभित्रै बस्ने वातावरण मिलाइएको थियो। दरबारभित्रको विवाद, सामन्ती राज संस्था अन्त्य हुनुपर्ने तत्कालीन विद्रोही माओवादीको माग साथै निरङ्कुशता विरुद्ध भएको 2062-63 सालको जनआन्दोलनको बलमा राज संस्था ढलेको थियो। 2065 जेठ 15 मा पहिलो संविधान सभाले नेपाललाई औपचारिक रूपमा गणतन्त्र घोषणा गरेको थियो। यसरी 240 वर्ष लामो शाह वंशको शासन समाप्त भई नेपालमा गणतन्त्र स्थापना भएको बखत तत्कालीन राजाको अनेक अत्याचारमाथि प्रश्न गर्ने ठाउँ हुन सक्थ्यो। त्यति बेला राजा संस्था विरोधी भावना पनि उस्तै थियो। यद्यपि उनलाई राजनीतिक दलहरूले स्वदेशमै एउटा नागरिकको हैसियतमा सम्मानजनक ढङ्गले बस्ने वातावरण मिलाइदिएका थिए। उनै पूर्व राजाको समर्थनमा पछिल्लो समय वर्तमान व्यवस्थालाई चुनौती दिँदै शान्तिपूर्ण आन्दोलनको नाममा सडकमा अराजकता प्रदर्शन भइरहेको छ। शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा नवराज सुवेदी र दुर्गा परसाईको अगुवाईमा शान्तिपूर्ण प्रदर्शन गर्ने भनेर प्रशासनबाट अनुमति लिएको थियो। तर त्यस विपरीत निजहरूले निषेधित क्षेत्र तोड्नका लागि कार्यकर्तालाई प्रोत्साहित गर्ने प्रहरीमाथि ढुङ्गा मुरा गराउने मात्र होइन, प्रहरीको समूहलाई गाडीले ठेलेर हुत्याउने काम समेत भयो। निजी सम्पत्ति, अस्पताल, सञ्चार गृह, प्रहरी कार्यालय, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत यातायातका साधनमाथि तोडफोड र आगजनी भयो। तीनकुने स्थित एक घरमा मानिस भएकै अवस्थामा आगो लगाएर टेलिभिजन कर्मीको मृत्यु भयो भने अर्का प्रदर्शनकारीले पनि अनाहकमा ज्यान गुमाए। उक्त घटनाका सम्बन्धमा सार्वजनिक भएका भिडियोले दुर्गा परसाईका साथै केही राजावादीले भिडलाई उत्तेजित बनाएका कारण प्रदर्शन हिंसात्मक भएको देखिन्छ। दुर्गा परसाईलाई राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले कमान्डरको जिम्मेवारी दिएको थियो। कमान्डर रणनीतिक रूपमा दक्ष हुनुपर्छ। भिडलाई निश्चित दायराभित्र वा भनौँ आफ्नो नियन्त्रणमा राख्न कमान्डरको दायित्व हुन्छ। तर परसाई शान्तिपूर्ण प्रदर्शनमा साउथ इन्डियन हिरोको शैलीमा गाडीको लावालस्कर सहित पुगे। त्यहाँ उनी रोकिएनन्, बरु आफैले गाडी चलाउँदै प्रहरीलाई किच्ने शैलीमा बानेछतर्फ अघि बढे। सार्वजनिक भिडियोमा परसाईको शैलीले आलोचना मात्र भएको छैन, उनको त्यही हरकतका कारण स्थिति अप्रिय बन्न पुगेको निष्कर्ष उक्त घटना सम्बन्धी सार्वजनिक भिडियो हेर्ने जो कोहीले पनि निकालेका छन्। परसाईको यस्तो शैलीका साथसाथै राप्रपाका उपाध्यक्ष समेत रहेका संयुक्त जनआन्दोलन समितिका सदस्य सचिव रविन्द्र मिश्रले समेत भिडलाई उत्तेजित बनाएको सार्वजनिक भिडियोमा देखिन्छ।
प्रहरीले निषेधित क्षेत्र तोड्न नदिने र शान्तिपूर्ण प्रदर्शनलाई जोड दिइरहेकै बेला राजावादी प्रदर्शनकारीहरूको तर्फबाट प्रसाई मिश्रले नै उक्साउँदै आन्दोलनलाई अगाडि बढ्न निर्देशन दिएपछि प्रहरी हस्तक्षेप हुन पुगेको सुरक्षा निकाय प्रमुख, जिल्ला अधिकारी, गृह मन्त्रालयका साथै समाचार सङ्कलनका क्रममा पुगेका सञ्चारकर्मीको एउटै मत देखिन्छ। यति मात्र होइन, प्रहरी हस्तक्षेपपछि आन्दोलनलाई उक्साउनेहरू मैदान छाडेर अन्यत्र लागे भने आन्दोलन नेतृत्वविहीन बन्न पुग्यो। त्यसपछि तोडफोड, आगजनी र लुटपाटको परिस्थिति निर्माण भएसँगै स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा कर्फ्यू आदेश जारी गर्नु पर्यो भने प्रहरीको सहायताका लागि सेना सडकमा निकाल्नु पर्ने अवस्था निम्तियो। उक्त घटनामा मिश्रसहित राप्रपाका महामन्त्री डाक्टर धवला शमशेर राणा तथा राजावादीहरू स्वागत नेपाल, पुष्कर खतिवडा सहित 50 भन्दा बढी व्यक्तिहरू पक्राउ परिसक्दा प्रसाई फरार छन्। आन्दोलनमा को आए? राजतन्त्र फर्काउन आन्दोलन समिति कसको नेतृत्वमा बनाइयो या कमान्डर को भए? त्यो एउटा सवाल हो। अर्को महत्त्वपूर्ण सवाल कसका लागि र कसको समर्थनमा यो आन्दोलन भएको हो भन्ने हो। एउटा नागरिकको हैसियतमा रहेका पूर्व राजालाई आफ्नो मत राख्ने छुट छ, तर शान्तिपूर्ण भनिएको आन्दोलन हिंसात्मक बन्दै गर्दा उनी जवाबदेही बन्नै पर्छ। राजावादीले नै सुवेदी नेतृत्वको समिति पूर्व राजाको समर्थनमा बनेको दावी गर्दै आएका छन् र दुर्गा परसाईले पनि निर्मल निवासमै पुगेर पूर्व राजाको आशीर्वाद थापेका थिए। पूर्व राजा स्वयंले प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा जारी गरेको भिडियोमा अब चुप लागेर नबस्ने बताएका थिए। उनले देश जोगाउनको लागि आफूलाई साथ दिन देशवासीलाई आह्वान समेत गरेका थिए। धमिलो पानीमा माछा मार्ने प्रपञ्च गरिरहँदा शाहबारे एक्सन लिनसम्मका अनौपचारिक संवाद सरकारी तहमा सुरु भएको देखिन्छ। लोकतन्त्रमा आफ्ना माग राख्ने छुट सबैमा हुन्छ, तर त्यसको आवश्यकता र औचित्य प्रमुख कुरा हो। लाखौं नेपालीले त्याग र बलिदानबाट प्राप्त गरेको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताको औचित्य बारे बहस हुन सक्छ, तर कुनै वैचारिक, राजनीतिक, व्यावहारिक तर्क र दृष्टिकोण बिना सडकमा हिंसात्मक प्रदर्शन गर्नु पूर्व राजाका लागि नै घातक पनि हुन सक्छ। पूर्व राजाका रूपमा उनले राज्यबाट सुरक्षा लगायत सुविधा पाएका छन्। भुइँको टिप्न खोज्दा पोल्टामा रहेको पनि झर्न सक्ने अवस्थालाई उनले समयमै अवलोकन गर्न जरुरी छ।